यसमा यसलाई कसरी टुङ्ग्याउने भन्ने बारेमा एउटा समझदारी कायम गरेर टुङ्ग्याउनुपर्छ। त्यो सन्दर्भमा चाहिँ अरू मानिसहरूसँग कुराकानी गर्छु। खालि एउटै कुरा आज समितिको तर्फबाट पनि हामीले भन्नुपर्ने कुरा होला, हामीले पनि आज राख्नुपर्छ जस्तो लाग्छ कि यति धेरै संसदले तदारुकता देखाएर संसदको समितिले काम गरिरहेको बेलामा यसलाई यो सम्बन्धित सबै सरकारवाला पक्षहरूले पनि यसलाई यसको मान राखिदिनुपर्छ। त्यसैले भर्खर हामी यहाँ बस्दै गर्दाखेरि अब आन्दोलनको घोषणा तत्काल हामीहरू आन्दोलनमा जाने भन्ने हिसाबले जुन खालको विषयहरू बाहिर आएका छन् यसलाई तुरन्त रोक्नका लागि पनि म आग्रह गर्छु, यसलाई पुनर्विचार गर्नलाई पनि म आग्रह गर्छु। किनकि स्टेट भनेको सबैले मिलेर चलाउने हो। यो पार्लियामेन्टको कमिटीहरूले हामीहरूले काम एकदम सुस्त गरिरहेको बेलामा दबाबहरू दिने छिटो होस् भनेर भन्ने कुरा एकदम स्वाभाविक हो, त्यो जायज पनि हुन्छ। तर बसेर छलफल गरेर विषयहरू टुङ्ग्याउन खोजिरहँदै गर्दा यसलाई त्यसरी नै सकारात्मक रूपमा लिएर हामी आज बोलेर टुङ्ग्याउँदै गर्दाखेरि त्यसको वातावरण बनाइने कुरामा सबै सरकारवालाहरूले यसलाई मद्दत गर्नुपर्छ। त्यसैले कम्तीमा आज यसलाई टुङ्ग्याउने भन्ने यसको सोचाइ थियो। मैले बुझेसम्म समितिको प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदन यो फर्मेट पनि ठिक फर्मेट हो। यदि छलफलको आधारमा समितिले यसरी हामी पहिला यसरी गर्ने हो, प्रतिवेदन बनायो, यो प्रतिवेदनमा बसेर हामी व्यक्तिगत रूपमा पनि हेर्छौँ, कतिपय कुरा दलगत रूपमा पनि हेर्नुपर्ने कुराहरू छन्, हेर्छौँ, त्यसले गर्दा सजिलो हुन्छ। र त्यसपछि आएर हामीहरू जुटेर यसलाई अर्लिएस्ट पोसिबल डेटमा हामी पारित गर्छौँ। त्यसै त्यो बेलासम्म यो राम्रो वातावरण बन्दै गएको छ। वातावरण नबिग्रिन दिनका लागि म सबैलाई आग्रह पनि गर्न चाहन्छु।